करार भनेको सामान्यत करार सेवा भनेको भङ्ग भएको भोलिपल्ट अथवा भङ्ग भइसके पछाडि अथवा नवीकरण नभइसके पछाडि त्यसपछि त्यो शून्यमा आउँछ। यदि त्यही ठाउँमा कर्मचारी महानगरपालिकालाई चाहिने हो भने शून्यबाट सुरु गर्नुपर्दछ। शून्यको प्रक्रिया भनेको विज्ञापन खोल्नु पर्यो, कर्मचारी चाहियो भनेर वान्टेड गर्नु पर्यो, त्यसपछि छनौट प्रक्रियामा जानु पर्यो, अन्तर्वार्ता लिखित के हो लिनु पर्यो, जो योग्य छ प्रतिस्पर्धा हुनु पर्यो। हरेक नेपाली नागरिक जसले त्यो योग्यता पुर्याएका छन् तिनीहरूले प्रतिस्पर्धा गर्न पाउनु पर्यो। प्रतिस्पर्धामा जो अब्बल ठहरिन्छ उसले जागिर खानु पर्यो। सिम्पल कुरा छ। तर यो प्रक्रियालाई मिचेर महानगरपालिकाले आफैले हटाएका कर्मचारी सोझै ल्याएर भर्ना गरिदियो। फेरि राख्नुपर्ने थियो भने हटाएको किन? हटाउनै पर्ने थियो भने राखेको किन? होइन, हटाए पनि फेरि राख्नै पर्ने भयो भने प्रक्रिया पुरा नगरेको किन? करार अवधि सकिएपछि, करार सम्झौता भङ्ग भएपछि र करार नवीकरण भएपछि शून्यबाट प्रक्रिया सुरु गर्नु पर्यो र सबैजनाले प्रतिस्पर्धा गर्नु पाउनु पर्यो। जसले त्यसमा योग्यता पुर्याउँछन्, जो उत्कृष्ट ठहरिन्छ उसले जागिर खान्छ। सिधा सकियो, सिम्पल कुरा। अनि अरू त्यहाँ स्वास्थ्य कर्मीहरू अरू हटाइएका 59 जना एकैचोटि हटाइयो। हटाइएका अरू चाहिँ फेरि आन्दोलन धर्ना गरिरहेछन् महानगरपालिकामा। त्यही तिनीहरूको धर्नामा त्यो आगोमा घिउ थपिदिया जसरी फेरि राखेको किन? राख्नै पर्ने छ, फेरि प्रक्रिया पुरा नगरेको किन?